हामीले प्रदेशका सरकारहरू यसै गरी राख्ने हो, यसै गरी प्रदेश चलाउने हो? हामी संघीयतालाई योभन्दा अरू थप सुदृढ र प्रभावकारी बनाउने कि नबनाउने? बनाउन मिल्छ कि मिल्दैन? बनाउन मिल्छ। संघीयता योभन्दा राम्रो बनाउने हो, गणतन्त्र योभन्दा राम्रो बनाउने हो, समानुपातिक समावेशी प्रतिनिधित्व योभन्दा बढाउने हो। निर्वाचन प्रणालीका सन्दर्भमा हामी छलफल गर्छौँ, कसैले त्यसै हामी भनिदिन्छौँ। तलको हाउसलाई, लोअर हाउसलाई हामी फर्स्ट पास्ट द पोस्ट प्रत्यक्ष निर्वाचित गर्ने, अप्पर हाउसलाई हामी कहिलेकाहीँ भनिदिन्छौँ हामी यसलाई समानुपातिक गर्ने। त्यो मिल्छ? मिल्दैन। त्यो कसैले चाहेर हुन्छ? हुँदैन। हामी तलकै हाउसलाई योभन्दा बढी समावेशी बनाउन सक्छौँ। तर के पनि गर्न सक्छौँ भने एउटा दलले 40% हाराहारी मत ल्याउँदै गर्दा 5 वर्ष एकल सरकार चलाउने गरिकन निर्वाचन प्रणाली मिलाउन पनि सक्छौँ, चलाउन पनि सक्छौँ। मिलाउँ। त्यसो भन्दै गर्दा कहिलेकाहीँ के सुन्छौँ म भने ठुला दलले ठुलो कुरा गर्ने। यो ठुलो दल सानो दलको परिभाषा के हो? 64-65 मा माओवादी सबभन्दा ठुलो दल होइन? मजाले चलाउने, जसले जित्छ त्यसले चलाउने। अनि जसले जित्छ त्यसले चलाउँ भन्दै गर्दाखेरि हामीले समानुपातिक समावेशी योभन्दा अझै बढाएर हामीले मन्त्री परिषददेखि सबैतिर अनिवार्य समानुपातिक समावेशी प्रतिनिधित्व हुनुपर्ने व्यवस्था गरेर बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक नेपालको जुन यथार्थता छ त्यसलाई प्रतिबिम्बित हुने राष्ट्रका निम्ति जुन संवैधानिक प्रबन्ध हामीले बनाएका छौँ त्यसलाई चलाएर होइन, त्यसलाई हटाएर होइन, त्यसलाई अझ मजबुत बनाएर हाम्रो समस्याको सम्बोधन गर्न सक्छौँ।